तिम्रो छैटौँ दिन धरती छोडेर गयो। आमा तिमीले छोडेको होइन, तिम्रो साथमा तिमी सदैव रहिरहनेछौ। उज्यालोमा बस्नुभएको मेरी आमा सधैँभरि देवगति हामीले बाँधिरहेका छौँ। माथिबाट हामीलाई आशीर्वाद दिइराख्नु है आमा। तिमी पनि राम्रो ठाउँमा बस्नुहोस् मेरी आमा। भगवान्ले सधैँभरि मेरो आमालाई सहायता गरौँ, राम्रो ठाउँमा पुगुन् मेरी आमा। पुण्य गरेकी छौ, पुण्यको फल अवश्य मिल्छ मेरी आमालाई। कसैले मृत्युको नदिकन गएकी छ मेरी आमा। भगवान्ले तिम्रो उद्धार गर्नेछ, मेरी आमालाई सधैँभरि रक्षा गरौँ।